हेर्नुहोस् है त, यी सब हुन् रेजिस्टरहरू। विद्युत बग्ने बाटोमा अवरोध खडा गर्ने जिनिसलाई हामी रेजिस्टर भन्दछौँ। वास्तवमा यो बल्ब बाल्दा झलल्ल बल्थ्यो, अब हामी एउटा रेजिस्टरको प्रयोग गरेर बाल्छौँ भने मधुरो हुन्छ। यस्ता रेजिस्टरहरूलाई आपसमा हामी सिरिज र प्यारलल गरेर नयाँ रेजिस्टरहरू बनाउन सक्छौँ। अब हामीले सिरिज गर्दा टोटल रेजिस्टेन्स बराबर R1 प्लस R2 प्लस R3, जतिवटा रेजिस्टर छ आपसमा यिनीहरूको रेजिस्टेन्स जोड्छौँ भने नयाँ बनेको रेजिस्टरको रेजिस्टेन्स आउँदो रहेछ। जस्तो कि R1 R2 R3 छन्। मानौ 1 ओम 2 ओम र 5 ओम छ अरे यी तीनटा रेजिस्टरहरू। अब नयाँ बन्ने रेजिस्टरको रेजिस्टेन्स 5 2 7 1 8 ओम हुन्छ यो हिसाब अनुसार। त्यस्तै प्यारललमा गर्छौँ भनेदेखि 1 बाई नयाँ बनेको रेजिस्टेन्स बराबर 1 बाई R1 प्लस 1 बाई R2 प्लस 1 बाई R3 यसरी हुँदै जान्छ अरे। स्कुल तथा कलेजमा पढ्नै पर्ने यी फर्मुलाहरू आखिर कसरी बन्यो, आज हामी स्पष्टसँग बुझ्नेछौँ, त्यो पनि प्र्याक्टिकल्ली। हामीले रेजिस्टेन्स सम्बन्धी प्रयोग गर्नको लागि एउटा 12 भोल्टको ब्याट्री लिएका छौँ र त्यस्तै 12 भोल्ट 21 वाटको बल्ब पनि लिएका छौँ। अब जबसम्म हाम्रो सर्किट ओपन छ तबसम्म यहाँ कुनै करेन्ट प्रवाह भएको छैन, बत्ती बलेको छैन। जब हामी यस बल्बलाई कनेक्सन गर्छौँ भने यो बल्ब झल्ल बल्छ। अब यही कनेक्सन गर्ने पोइन्टलाई हामीले टुटायौँ र त्यस ठाउँमा एउटा 2.2 ओमको रेजिस्टर हामीले लगायौँ भने अहिलेको भन्दा मधुरो बलेको छ। हेर्नुहोस्, चम्किलो अलि मधुरो हो। अब त्यस्तै गरेर 2.2 ओमको रेजिस्टरको ठाउँमा हामी 4.7 ओमको रेजिस्टर लगाउँछौँ भने बल्ब अझ मधुरो बल्छ। त्यसैले रेजिस्टर भनेको विद्युत परिपथमा अवरोध खडा गर्ने जिनिसलाई भनिँदो रहेछ भन्ने कुरा हामीलाई थाहा भयो। अब यसै रेजिस्टरसँग अर्को यही भ्यालुको अर्थात् 4.7 ओमको रेजिस्टर अर्को हामी सिरिज गर्छौँ भने अब हेर्नुहोस्, बत्ती मात्र रातो बल्यो। अब यहाँ भएको के छ भने सुरुमा करेन्ट बग्दै आयो, एउटा रेजिस्टरले अवरोध गर्यो, अनि त्यस पछाडि अर्को पनि एउटा अवरोध गर्ने रेजिस्टर थपियो। मतलब दुईवटा रेजिस्टर मिलेर अवरोध गर्यो। फलस्वरूप यहाँ 4.7 ओम प्लस 4.7 ओम टोटल 9.6 ओमको रेजिस्टेन्स यहाँ नयाँ बन्यो। यदि हामी रेजिस्टरहरूलाई यसरी सिरिजमा जोड्छौँ भने दुईवटा पनि रेजिस्टरहरू हामी सिरिज गर्छौँ, सबैको भ्यालु आपसमा जोडिने गर्दछ। मतलब अवरोध गर्यो, एउटाले अवरोध गर्यो, अर्कोले पनि गर्यो, अर्कोले पनि गर्यो, त्यसैले अवरोध जोडिएका हुन्। त्यसैले सिरिजमा टोटल रेजिस्टेन्स बराबर R1 प्लस R2 प्लस R3 जतिवटा रेजिस्टर छ, Rn भनेको नम्बर अफ रेजिस्टेन्स। नम्बर अफ रेजिस्टेन्स जतिवटा रेजिस्टरहरू छन् आपसमा सबैको रेजिस्टेन्स जोडिने हो। सिरिजवाला यो फर्मुला कसरी बनेको हामीले प्रष्टसँग बुझ्यौँ होला। अब आउनुहोस् प्यारललवाला फर्मुला कसरी बनेको त्यो चाहिँ बुझौँ, त्यो अझ महत्त्वपूर्ण छ। प्यारललको फर्मुला कसरी बनेको हो भन्ने कुरा बुझ्नको लागि हामीले यसै सर्किटमा 10 ओमको रेजिस्टर एउटा लिएका छौँ। अब यसै रेजिस्टरलाई 12 भोल्टको बल्बसँग सिरिज गरेर हामीले ब्याट्रीबाट बाल्दा हेर्नुहोस् मधुरो बल्यो। एउटा रेजिस्टरबाट बल्ब मधुरो बलेको त हामीले देख्यौँ। यसै प्रयोगबाट एउटा रेजिस्टरले अवरोध गर्छ भन्ने कुरा पनि हामीले स्वीकार गऱ्यौँ। चाहे मधुरो नै किन नहोस्, बल्ब त बल्यो नि। एउटा रेजिस्टर भनेको एउटा कन्डक्टर पनि रहेछ भन्ने कुरा त हामीले मानिसक्यौँ। अब यस कन्डक्टरले कने कुथी करेन्ट पास गरेर बत्तीलाई मधुरो रातोसम्म बनाएर बालिराखेको पनि हामीले देख्यौँ। अब यसै एउटा कन्डक्टरले कन्डक्ट गरिरहेको छ र यस कन्डक्टरले होस्टे गरिरहेको छ भने यसै माथि अर्को प्यारललमा अर्को एउटा कन्डक्टर थप्छौँ भने होस्टेमाथि हैसे भएको भन्न मिल्ने कि नमिल्ने? अवश्य नै मिल्ने।
यदि त्यस्तो हुन्छ भने जब हामी दुई वा दुईभन्दा बढी रेजिस्टर आपसमा प्यारल गर्छौँ भने रेजिस्टर थपिएको होइन कन्डक्टर थपिएको हो, अर्थात् रेजिस्टेन्स थपिएको होइन कि कन्डक्टेन्स थपिएको हो भनेर भन्न मिल्ने कि नमिल्ने? अवश्य नै मिल्ने। कन्डक्टेन्स भनेको जहिले पनि रेजिस्टेन्सको उल्टो हुन्छ। यहाँ सुन्तला रङको र हरियो रङको दुईवटा तार यस बल्बको स्विचको ठाउँमा छन्, अर्थात् हामी जुदाउँछौँ बल्छ, छुटाउँछौँ निप्छ। अब अहिले हामीले छुटाइरहेका छौँ, यसको मतलब यो सुन्तला रङको र हरियो तारको बीचको रेजिस्टेन्स लगभग इन्फिनिटी छ र त्यस्तै कन्डक्टेन्स चाहिँ लगभग 0 छ। जब हामी यी दुईटालाई आपसमा जोड्छौँ भने यी दुईटा बीच रेजिस्टेन्स लगभग 0, कन्डक्टेन्स चाहिँ लगभग इन्फिनिटी। यसरी पनि हामीलाई थाहा हुन्छ रेजिस्टेन्सको उल्टो कन्डक्टेन्स। रेजिस्टेन्सलाई हामी आरले प्रस्तुत गर्छौँ भने कन्डक्टेन्सलाई हामी जीले प्रस्तुत गर्छौँ। अनि रेजिस्टेन्सलाई हामी ओहम एकाइमा नाप्छौँ भने कन्डक्टेन्सलाई हामी उल्टो ओहमले यसरी प्रस्तुत गर्ने गर्दछ। अतः सरसर्ती भन्नुपर्दा कन्डक्टेन्स भनेको जहिले पनि रेजिस्टेन्सको इन्भर्स हो र रेजिस्टेन्स भनेको कन्डक्टेन्सको इन्भर्स। मतलब रेजिस्टेन्स आर बराबर 1 बाई कन्डक्टेन्स जी, त्यस्तै गरी कन्डक्टेन्स जी बराबर 1 बाई रेजिस्टेन्स आर। अब हामी प्यारलमा लागेको रेजिस्टरहरूको इक्विभ्यालेन्ट निकाल्नको लागि लाग्ने फर्मुला 1 बाई इक्विभ्यालेन्ट रेजिस्टेन्स बराबर 1 बाई R1 प्लस 1 बाई R2 प्लस 1 बाई R3 प्लस जतिवटा रेजिस्टर छ सबैलाई 1 बाई R1 2 3 गर्दै नम्बर अफ रेजिस्टेन्ससम्म जाने फर्मुलाको नजिक आइपुग्यौँ। अब यहाँ हामीले अघि नै भनेका थियौँ कुनै पनि एउटा रेजिस्टरसँग रेजिस्टेन्स मात्र होइन कन्डक्टेन्स पनि हुन्छ र यदि हामी सो रेजिस्टरहरूलाई प्यारलमा लाउँछौँ भने रेजिस्टेन्स होइन कन्डक्टेन्स जोडिने हो। तसर्थ R बराबर 1 बाई जी भने जस्तै जी बराबर 1 बाई R हुन्छ भने र यसरी जोड्दा कन्डक्टेन्स जोडिन्छ भने यसरी जी इक्यू बराबर G1 प्लस G2 प्लस G3 यो फर्मुला बन्ने कि नबन्ने? अवश्य नै बन्ने। यदि हामीलाई रेजिस्टेन्सबाट नै इक्विभ्यालेन्ट रेजिस्टरको भ्यालु निकाल्नु छ भने इक्विभ्यालेन्ट कन्डक्टेन्सको ठाउँमा 1 बाई रेजिस्टेन्स राख्न मिल्ने कि नमिल्ने? अवश्य नै मिल्ने हो। जी को ठाउँमा 1 बाई आर भएको हो र यही फर्मुला अनुसार प्यारलमा जोडिएको रेजिस्टरहरूको रेजिस्टेन्स निकाल्ने। यो फर्मुला 1 बाई इक्विभ्यालेन्ट रेजिस्टेन्स बराबर 1 बाई R1 प्लस 1 बाई R2 प्लस 1 बाई R3 प्लस 1 बाई R4 हुँदै जतिवटा रेजिस्टर छ सबैको भ्यालु जोड्ने यस प्रकारको फर्मुला बनेको हो। हुन त कतिले यस फर्मुलालाई घोकेर रटाइमा नै सीमित राख्नु भयो होला, यसलाई व्यावहारिक रूपमा बुझ्नु भएको थिएन होला। यदि बुझ्नु भएको थिएन र यदि अहिले बुझ्नु भएको छ भने कमेन्टमा गएर भन्नुहोस् है त।